सिंहदरबार शीतल निवास वरिपरि 5 जना भन्दा बढी जम्मा हुन नपाउने भनेर निषेधाज्ञा लागू। निषेधाज्ञा पनि कति 2 महिनाको लागि, फागुन 25 2 महिनाको लागि, अनिश्चितकालीन लगाइदिए पनि हुन्थ्यो, 2 वर्षको लगाइदिए पनि हुन्थ्यो। फेरि डर पनि कति हो हेर्नुहोस् त, फेरि डराउनु नि पर्यो गलत काम गरेपछि। अब हेरौँ, हिजो अस्ति मात्रै पूर्व राजा जुन सामन्ती भनिएका पूर्व राजा आउँदाखेरि कत्रो जनसमर्थन आयो। जुन अहिले काहीँ लोकतन्त्रका नेता भन्दाखेरि त्यहाँ जानुभन्दा पहिला कुकुरले चेक गराउनु पर्ने हैन, अनि डिटेक्टरबाट चेक गर्नुपर्ने, अनि कालो झन्डा कसैले लिएको छ कि त्यसलाई सम्हाल्नु पर्ने, विरोध कसले गर्छ मुख थुन्न पर्ने, अनि माला फुलमाला ल्याएर आउनु सबैले अनिवार्य भनेर उर्दी जारी गर्नुपर्ने यस्तो अवस्था छ। यो जनसमर्थन जुन छ सामाजिक सञ्जालमा भ्रम फैलाए भन्ने थियो, भ्रम रहेछ त, जनता नै आए। अब अझै जनताहरू बढ्नेवाला छन्। यो निषेधाज्ञा कर्फ्यूले केही फरक पर्दैन, यो सबै मान्छेको फ्रस्ट्रेसन हो। त्यही एमाले काङ्ग्रेस माओवादी यी सबैले भोट हाल्ने जनता नै हुन् ती अहिले विरोधमा आएका। अझै बढ्न सक्छ। कसरी बढ्न सक्छ भन्दाखेरि चाहिँ यो हो यत्रो मान्छे आए है, अब साह्रै भएन भन्ने, फेरि अबका जुन बाँकी रहेका मान्छे अहिले पल्ट नआएका मान्छे अर्कोचोटि झन् धेरै आउन सक्छन्। त्यही भएर यो सुध्रिनु पर्यो। अब दुईवटा अप्सन छ, कि त सुध्रिनु पर्यो कि त भाग्नु पर्यो। यो दुईवटा भन्दा अरू विकल्पै छैन।